गुरु गोविंद दोनों खड़े काहे के लागी पाऊँ गुरु बलिहारी आपने दियो गोविन्द बताई। विश यू ह्याप्पी टिचर्स डे टु एभ्री वान है। र आज यस कवि साहेबको यो सर्ट दोहा चाहिँ म तपाईँहरू माझमा चाहिँ है यसै टिचर्स डेको अब उपलक्ष्यमै राखिरहेको छु। यसको भावार्थ चाहिँ एकदमै मिठो मलाई चाहिँ लागेको कारण आई होप तपाईँहरूलाई पनि मन पर्छ होला। त्यही कारण अब यो चाहिँ प्रष्ट गर्न गइरहेको छु, भाव विस्तार गर्न गइरहेको छु जे जति मैले जानेको छु है। र गुरु र ईश्वरलाई चाहिँ हामीले सामुने भेट्दाखेरि चाहिँ हामीले चाहिँ कसको पाउ पर्नु अरे भन्दाखेरि चाहिँ हामी चाहिँ है गुरुको चरणमा पाउमा पर्नु अरे। किनभनेदेखि ईश्वरसम्म पुग्नेको बाटो देखाउने नै हामीलाई गुरु नै अरे है। र यसैले ईश्वर सरह चाहिँ अब एउटा हाम्रो लागि चाहिँ गुरु नै हुन्छ अरे। किनभनेदेखि है र गुरुले चाहिँ एउटा शिष्यलाई चाहिँ ज्ञान दिएर नै हामी है ईश्वर चिन्नु सक्छौँ र ईश्वरसम्म पुग्ने हाम्रोमा त्यो ज्ञानहरू चाहिँ गुरुद्वारा नै हामीले पाएको हुन्छ अरे। सो थ्याङ्क यू सो मच है। तपाईँहरूलाई यो दोहा चाहिँ कस्तो लाग्यो है। साहेब बन्दगी।